दर्शकगण एलिना चौहानलाई पारे हव्य तव्य जनताले भन्छन् तपाईँ पनि आन्दोलनमा नै आउनु भएको हो भन्दै बाटो रोक्दा भने एलिना चौहान परिन् हव्य र तव्य। दर्शकगण आउनुहोस् आजको भिडियोमा भने यसैबारे छोटो चर्चा गरौँ। हिजोको आन्दोलनमा एलिना चौहानलाई बाटोमा देखेपछि भने यो भिडियो भने सामाजिक सञ्जालमा निकै नै भाइरल बनिरहेको छ। एलिना चौहान भने राजावादीको लागि राजा ल्याउनको लागि भने उनी आन्दोलनमा गएको हो भनेर आरोप लगाएर उनलाई बाटोमै रोक्न लागेपछि भने यता सामाजिक सञ्जालमा यो भिडियो भने निकै नै भाइरल बनिरहेको थियो। तर यसको सत्यता भने यता सामाजिक सञ्जालमा यस्तोसम्म भएको छ कि उनी भने गीत रेकर्ड गर्न गएर आउँदै गर्दा भने बाटोमा उनलाई रोकिएको उनले आरोप लगाउँछिन् र उनी भन्छन् म त यहाँ गीत रेकर्ड गर्नको लागि आएको थिएँ तर आन्दोलन गर्न आएको हो भनेर मलाई झुटो आरोप लगाइयो। जनताको लागि आन्दोलन गर्नु त्यो राम्रो कुरा हो तर भने यहाँ भने मलाई पनि बाटो छेकियो भन्दै उनी भने टिकटक लाइभमा पनि आएको हामीले देख्न सक्छौँ। दर्शकबिन अन्ततः उनी भने आन्दोलन गर्न गएको चाहिँ होइन तर उनी भने त्यहाँ गीत रेकर्ड गरेर आउँदै गर्दा भने उनलाई बाटोमा रोकिएको उनले खुलाएकी छन्। तपाईँलाई भने के कस्तो लाग्छ त के उनी साँच्चीकै आन्दोलनमा गएकी हुन्? यदि आन्दोलनमा गएकी हुन्थिन् भने उनको साथमा केही अरू पनि हुन्थ्यो होला। उनी एक्लै आन्दोलनमा जाने त होइन, उनी भने गीत रेकर्ड गर्नकै लागि गएको हो भनेर धेरैले अनुमान पनि लाउनु भएको छ। तपाईँलाई के कस्तो लाग्छ? आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया व्यक्त गर्न भने नछुटाउनु होला।